हाम्रो झुङा चोक देखाउन जाँदैछु म तपाईहरुलाई। हेर्नु होला हाम्रो झुङा चोक कस्तो रमाइलो छ। बिहानको दृश्य हो यो। झुङा चोकमा रमाइलो हुन्थ्यो तर अहिले रमाइलो छैन है। हेर्नुस् गाइस, सबैजनाले बिर्सिनै नहुने ठाउँ काकु तन्दुरी। बिर्सिनै नहुने ठाउँ काकु तन्दुरी हाम्रो झुङा चोकमा। ल हेर्नुस्, काकु तन्दुरी बिर्सिनै नहुने ठाउँ हो। त्यहाँ छ ल। उहाँ हाम्रो साउजीले चाहिँ के गर्दै हुनुहुन्छ उहाँ यस्तो सोधमै एकचोटि के भन्नुहुन्छ उहाँले एकचोटि। सर नमस्कार। नमस्कार सर। के छ खबर? काकु तन्दुरी नयाँ कति वर्ष भयो खुलेको हजुरको यो पसल? 8 वर्ष भयो सर। के सुविधा छ हाम्रोमा बताइदिनु पर्छ। सुविधा सबै खानापिना नास्ता पानीको हैन। हजुर, चाउमिन, मोमो, कलेजर, पन्का, खसीको भुटुवा हैन। अनि कुन कुन ठाउँमा उपलब्ध छ त हाम्रो यो चाहिँ काकु तन्दुरी? यो होम डेलिभरी पनि गरिन्छ। हजुर, यो ठाउँमा उपलब्ध त अब यो बागडुङ्गा नगरपालिकाभित्र होम डेलिभरी हुन्छ। वार्ड नम्बर 4 मा चाहिँ हुन्छ। बाडङ्गा नगरपालिका भरिमा होम डेलिभरी हाम्रो चाहिँ काकु तन्दुरी भर्खरै बोर्ड देखाइसके दर्शक महानुभावहरू। यहाँ चाहिँ हरेक किसिमका हरेक चिजका भुटुवादेखि लिएर टक्क चाउमिन, मोमो, त्यसपछि अरू के अरे रोटी के अरे के भन्छ तन्दुरी रोटी, माछा फ्राई, नान, अनि कालिजको मासु, खोलो खोलको कुखुराको मासु, लस्सी, हरेक किसिमका खानेकुराहरू पाइन्छ है। उहाँको पसल चाहिँ यो चाहिँ एकदम काकु तन्दुरी। हेर्नुहोस् बोर्ड पनि छ। लोकल खोलाको मासु पनि पाइन्छ है। यो चाहिँ हेर्नुहोस्, यो हाम्रो झुङा चोकदेखि गजेडा जाने बाटोको चोकैमा छ। हजुरहरूले ल हेर्नु सक्नुहुन्छ, माथि बोर्ड पनि छ। ल